सुदन गुरुङले आजै बोल्या रहेछ, त्यो पनि नेता भनेर आए नि, उ त ठ्याक्कै 24 गते साँझदेखि आए नि, 25 गतेबाट हामीले देखा जस्तो लाग्यो। 23 गते पनि पानी खुवाएको उसले होइन, उसले म पानी खुवाउन आएको, यहाँ नयाँ पुस्ताको आन्दोलन छ, हामी हेरदेख गर्छौँ भन्यो। त्यहाँदेखि उनीहरूको घुसपेट सुरु भइसकेको छ। पानी खुवाउन आएको भने अरू पनि त आउनु जानुपर्ने नि, उही जानु किन पर्यो त? कसरी थाहा भयो पानी खुवाउनु पर्छ भनेर? भनेपछि यिनीहरूको योजना छ। अब सुदन गुरुङले आज अल जजिरा भने टेलिभिजनमा बोल्या छ, के छ त प्रधानमन्त्री बन्ने हो भन्दाखेरि अब जनताले जिम्मेवारी दियो भने मैले नाइ भन्नु हुँदैन रे, भयो उसलाई पनि प्रधानमन्त्री खानुपर्ने सुदन गुरुङ। जनताले जिम्मेवारी दियो भने मैले नाइ भन्नै मिलेन रे। ल अब एउटा प्रधानमन्त्री खाने अर्को मन्त्री खाने भनेर बसिएको छ। देश कहाँ पुग्यो? सबै जलिसक्यो। योभन्दा अगाडि संसदमा अर्थमन्त्रीले बोलेको, तलब खुवाउन र पेन्सन खुवाउन विदेशीसँग ऋण ल्याएर खुवाएको रे। ऋण ल्याएर कति दिन खुवाउने? हाम्रो घर बैङ्कमा राखेर, जग्गा बैङ्कमा राखेर खुवाएपछि के हुन्छ? लिलाम गर्न आउँदैन? कुन दिन देश लिलाम गर्न आउँछ? अर्थमन्त्रीले बोलेकै हो संसदमा, ऋण ल्याएर तलब र पेन्सन खुवाएको भनेपछि कति दिन खुवाउने, कति महिना खुवाउने, कति वर्ष खुवाउने? अनि देश समाप्त हुँदैन? यो अवस्था छ अर्थतन्त्र। अब यहाँ त जो अगाडि बढे उनीहरू सबैलाई प्रधानमन्त्री मन्त्री चाहिने, राम्रोसँग काम गर कहाँ हुन्छ भन्ने कोही छैन, आफै पढ खाइहाल्ने स्थिति आयो। दुईजना अगाडि बढेको दुवैको आयो। रक्षा बमले पनि प्रस्ताव आयो भने आउला कि भनेर बस्या छु रे। 26 वर्षको भर्खर प्रधानमन्त्री खाने तयारी छ। अब यो सुदन गुरुङ चाहिँ 36 वर्षको रहेछ, ऊ त प्रधानमन्त्री बन्ने हो तपाईँ भन्दाखेरि अब जनताले जिम्मेवारी दिए मैले नाइ भन्न मिल्दैन भन्छ फेरि। दुवैको त्यो छ इच्छा, स्थिति हो।